गाइजहरू यार यो नयाँ सरकारले के गर्न खोजेको के? जुन ६०-६५ वर्षको उमेरमा पाउने वृद्ध भत्ता छ नि आमा बुवाहरूले पाउने, तपाईँ हाम्रै आमा बुवाहरूले पाउने जुन भत्ता छ नि, अब ७५ वर्षपछि मात्रै दिने भन्ने कुरा अहिले आइरहेको छ क्या। जुन निर्णय चाहिँ मलाई पटक्कै मन परेको छैन यार गाइजहरू। तपाईँ हाम्रो आमा बुवाहरू हो, उहाँहरूलाई त सेवा सुविधा झन् बढाइदिनु पर्ने हो। उहाँलाई अझ भत्ता थपेर दिनुपर्ने ठाउँमा अब ७५ वर्ष भनिरहेछ। ७५ वर्ष भनेको के हो? त्यो भनेको नदिने निर्णय हो क्या। यसको मतलब प्राय नेपालीहरूको औसत आयु भनेको त्यही ६०-६५ वर्षको हुन्छ होइन र? ७५ वर्षसम्म बाँच्छन् र यो के निर्णय हो क्या? कस्तो निर्णय हो क्या? यसरी आमा बुवाहरूको सेवा सुविधामाथि पनि खेलवाड गर्ने यो कस्तो सरकार हो क्या यार? कस्तो दिमाग हो क्या यार? कस्तो खुरापाती दिमाग लगाइरहेको छ यो सरकारले? म छक्क पर्छु यार। तपाईँहरूलाई कस्तो लाग्छ यार गाइजहरू? मलाई चाहिँ पटक्कै मन परेको छैन यार यो